म सुत्छु ऊ उठ्छ, म उठ्छु ऊ सुत्छ, म आउँछु ऊ जान्छ, म जान्छु ऊ आउँछ। म सबेरै उठ्छु ऊ पनि सबेरै जान्छ, म साँझमा आउँछु ऊ पनि साँझमै जान्छ। न म भा बेला ऊ आउँछ, न ऊ भा बेला म आउँछु। यो कस्तो लुकामारी उसको र मेरो। म उसलाई झुपडीमा डाक्छु, ऊ क्वार्टर र भिआइपी एरिया ताक्छ। म उसलाई काम गराउन राख्छु, ऊ जेनेरेटर र इन्भर्टर टाक्छ। यो कस्तो सम्बन्ध जेनेरेटर र इन्भर्टरसँग उसको। हिजो उसले यिनीहरूलाई कसैको घरमा मात्र भेट्थ्यो, हामीले प्रतीक्षालयमा राखी कसैको प्यास मेट्थ्यो। आज त झन् उसलाई कसैले यिनैको डोलीमा अन्मायो। छिमेकीलाई माया गर्दा हाम्रो काखमा लोडसेडिङ जन्मायो। यो कस्तो विश्वासघात उसको हामीमाथि। अब म ऊ बिना बाँच्ने भइसके, ऊ पनि म बिना छिमेकीसँग नाच्ने भइसक्यो। म उसलाई डिभोर्स गर भन्छु, ऊ प्राधिकरण आऊ भन्छ। म प्राधिकरण भेट्न जान्छु, ऊ मध्यरातमा भेटौँला घर जाऊ भन्छ। म डिभोर्स पेपर माग्छु, ऊ दिनमा 1-2 घन्टा मसँग टाइम कटाउँछु भन्छ। मेरो मैनसँग माया बसिसक्यो भन्छु, ऊ झड्केलो जेनेरेटर पठाउँछु भन्छ।